I can go to the police. ल स्योर ल किन म त्यतिकै आउँदिन फेरि विचार गर हैन दाइ पहिला देखाउनु तपाईले देखाउँछु अग्लो ठाडोमा तपाईले पाउनुहुन्न हेर्नु कि ल ठडाउँछु ल ल ल के बाँच्छौ आउँछ मेरो छोरीको गल्ती भएर आउनुभयो कि उसै आउनुभयो त हामीलाई पनि चाहियो नि त नि मेरो गल्ती त 1 हैन 100 हैन मेरो 0 पनि छैन पढ चुप तपाईले भने म बताउँछु सुन्दैन म बिल्कुल सुन्दैन तपाई गेट आउट गेट आउट गेट आउट गेट आउट गेट आउट हेलो नमस्ते अनि स्वागत छ तपाईँ सम्पूर्णलाई आयुष स्टेसनको अर्को एउटा नयाँ सरप्राइजमा हामी यति बेला धादिङ आदमघाटमा छौँ मनसँग मन जोड्नको लागि आज एउटा यस्तो सरप्राइज हो आज एउटा यस्तो सरप्राइज गर्दैछौँ जुन सरप्राइज बर्थडे पनि होइन एनिभर्सरी पनि होइन यो छुट्टै किसिमको खुसीको सरप्राइज रहेको छ जापानबाट आफ्नो दिदीले पठाउनु भएको मायाको पोको आफ्नो बहिनीको लागि दिदी जो बहिनीको लागि अभिभावक बनेर सङ्घर्ष गर्नुभयो बहिनीको सफलताको लागि बहिनीको सफलता नै आफ्नो सफलता हो भन्ने बुझेर जुन किसिमले बहिनीलाई पढाउनु भयो पढाउनको लागि आफूले जस्तै दुःख नपाओस् भन्ने हिसाबले पढाउनको लागि बहिनीकै पढाइको लागि भनेर विदेशिनु पर्यो जापान दिदीले देख्नु भएको सपना आज पुरा भएको छ त्यही खुसियालीमा यो सरप्राइज हामीले गर्दैछौँ आज धादिङ आदमघाटबाट हामी गल्छी जाँदैछौँ जुन गाउँको स्कुलमा पढेर केही हुँदैन भन्नेहरूको लागि गतिलो इक्जाम्पल बनेकी छिन् हाम्रो बहिनी जसले चाहिँ यो बिबिएमा स्कुल कलेज हैन आफ्नो ब्याच टप गरेकी छिन् हैन एकदम सबैभन्दा राम्रो मार्क्स लिएर आएर आफ्नो कलेज टप्न सफल भएकी छिन् जुन दिदी पनि त्यही कलेजमा पढ्नुहुन्थ्यो तर उहाँ भूपू विद्यार्थी हो भनेर सायद याद नहुन नि सक्छ तर बहिनीको अब त्यो नाम चाहिँ सुनौलो पानामा लेखिन्छ त्यो स्कुल कलेजमा कति खुसी हुनुहुन्छ उहाँ दिदी हैन जसले आफूले देखेको सपना बहिनीको सफलता हैन बहिनी सफल होस् भनेर बहिनीको पढाइ राम्रो होस् भनेर विदेशिनु भयो ठ्याक्क त्यही मेहनतका साथ पढेर बहिनीले सफलता हासिल गर्दाखेरिको दिदी जापानमा रहेर खुसीको सीमा नै छैन हो यो टाइममा सँगै रहन उहाँलाई मन थियो तर परदेशमा भइसकेपछि सोचेको जस्तो हुँदैन भनेको टाइममा छुट्टी मिल्दैन अथवा जे पनि हुनसक्छ त्यो कारणले गर्दा सँगै उहाँ सेलिब्रेसन गर्न पाउनु भएन तर पनि यो सेलिब्रेसन हाम्रो माध्यमबाट आज हामी गएर मनाउँदैछौँ है बाँकी रियाक्सन मुमेन्ट्सहरू अब के आउँछ त्यो हाम्रो भिडियोमा हेर्न सक्नुहुन्छ हामी चाहिँ यति बेला आदमघाटमा छौँ आदमघाटबाट हामी अर्को उहाँको ठुलो दिदीलाई लिएर हामी गल्छी जाँदैछौँ त्यहाँ गइसकेपछि अब यो सेलिब्रेसन कस्तो हुन्छ हैन अथवा यो मुमेन्ट्स हामीले कस्तो क्याप्चर गर्न सक्छौँ त्यो हामी तपाईलाई देखाउँछौँ उहाँको उज्जवल भविष्य हैन आगामी पढाइहरू एकदम राम्रो होस् शुभकामना सहित अब दिदीले हामीले कुरिराखेका छौँ उहाँ आइसक्नु भएपछि उहाँलाई लिएर हामी जानेछौँ हो यस्तै सरप्राइज अथवा जुनसुकै ओकेजनमा तपाईँ हामीलाई सरप्राइज दिन चाहनुहुन्छ भने हामीलाई सम्झन सक्नुहुन्छ 9856020181 भाइबर वाट्सएप ayush.station इन्स्टा आयुष स्टेसन फेसबुकमा तपाईँ हामीलाई म्यासेज गर्न सक्नुहुन्छ हामी जुनसुकै ओकेजनमा तपाईँको ठाउँमा गएर हामी सरप्राइज को माध्यमबाट लभ इमोसन मुमेन्ट्स कैद गरेर तपाईलाई दिने काम गर्छौँ नि साथै कुन चाहिँ स्टोरीमा तपाईँ प्र्याङ्क गरेको हेर्न चाहनुहुन्छ अथवा सरप्राइज दिएको हेर्न चाहनुहुन्छ त्यो स्टोरी मात्र टपिक मात्र लेखिदिनुहोस् बाँकी काम हामी गर्छौँ आजको यो फरक किसिमको सरप्राइज तपाईको लागि आजको भिडियोमा दिदीको वेटिङमा छौँ अब एकछिनमा आइपुगे भन्दै हुनुहुन्थ्यो हेरौँ कति बेला आइपुग्नुहुन्छ उहाँ आउने बित्तिकै हामी चाहिँ सिधा गल्छीबाट पनि अझै 30-40 मिनट लाग्छ भन्नुभएको छ हेरौँ त्यहाँ पुगेपछिको त्यो मुमेन्ट्स आज हामी तपाईलाई देखाउन गइरहेका छौँ ल हाम्रो दिदीलाई चाहिँ हामीले पिकअप गरिसक्यौँ है अब यहाँबाट लाग्दैछौँ ए हो अनि त्यसपछि एकजना हुनुहुन्छ नि आयुष श्रेष्ठ भन्ने
है ल अब यहाँबाट यो बाटो लाग्यौँ कता हो दिदी है सिधै हो यता माथि माथि ल है यस्तो अफरोड धेरै हिँड्दैछ हामी अब यो बाटो चाहिँ कस्तो छ हेरौँ बाटो चाहिँ तपाईँले देखाउनु है बहिनी हामी कुन बाटो जाने रे बाइक आएको बाटो हो होइन भन्नाले कुन ठाउँ जाने रे सिरुवानी धादिङै पऱ्यो होइन त ल धादिङको माङसम्म पुगेर हामीले सरप्राइज गरेछौँ तर माङ चाहिँ हाम्रो गाडी नगएर बुलेरोमा गएको हो ल कालिका थान के देखाउने भन्दै हुनुहुन्छ मलाई यहीँ छुन्छ कि जस्तो लाग्छ गाडी है ल है ल बाटो धादिङ खतरा खतरा बाटो हिँड्दैछ हेरौँ अब मनसँग ए पृथ्वीनारायण शाहले एकीकरण गरेको के हो ए युद्ध दर्शन गर्ने ओहो हाम्रो पनि यो मनसँग मन जोड्न जाने बेलामा खतरा भिडियो बनाउँछु भनेर दर्शन गरेर जानु पर्यो होइन टक्कलाएर पृथ्वीनारायण शाहले युद्ध गर्नुभएको ठाउँ कालिका मन्दिर भन्नुभयो होइन हेरौँ बाटो हाम्रो गाडी गइदियो हुन्थ्यो कि है अब हेरौँ ल के हुन्छ जाँदैछौँ हामी बाटो हेर्नुहोस् कि ओहो यस्तै बाटो भयो त सजिलो हुन्थ्यो यार यत्तिकै बाटो भयो त जान्थ्यो हो ल अब दिदीसँग यसो सल्लाह गर्नु पर्यो के स्टोरी गर्ने भनेर अहिले फेरि हाम्रो सिनारियो कैद हुन्छ हुसुडुम्मला चाहिँ बाटो यस्तो छ हेरौँ यहाँ त ढलान रहेछ र ठिक छ अब यताको बाटो कस्तो छ भन्ने कुरा अगाडि हामी त आधी बाटो नि आएन होला है 25% नि है 25% नि आएन है मान्छे हाम्रो बिबिए टपर है नि +2 मा नेपालै टप है आमामा +2 मा नेपाल टप बिबिएमा कलेज टप ब्याच टप होइन फरक किसिमको सरप्राइज आज अब स्टोरी के बनाउने भनेर यहाँ बहिनीसँग सल्लाह हुँदैछ हेरौँ अब रुनुहुन्छ कि हाँस्नुहुन्छ कि छटपटाउनुहुन्छ कि फ्याट चिन्दिनी पो हो कि अब जे पनि हुनसक्छ जाँदैछौँ बाटो पहिला राम्रो भएर पुग्न पाए त्यही उपलब्धि हो हामीलाई चाहिँ यतिको बाटो भयो त पुगिन्छ यतिको बाटो भयो त पुगिन्छ है समस्या छैन यो हो चाहिँ हो त्यही हो डर चाहिँ अब हेरौँ कस्तो छ अगाडिको बाटो एकजना अगाडि बाटो हेर्दै हामी यता चलाउँदै यत्तिको बाटो भइदियो त सजिलो हुन्थ्यो हो हो यस्तैमा छुने हो कि फेरि यहाँ त 100% छुन्छ यार छुन्छ मनोज कहाँ गयो अगाडि हेर्नु अगाडि ओहो हिजो फ्लाइट नभएर हो कि नत्र म पोखरा गएर अर्को साथीको क्रेटा लिएर आउँछु भनेर सोचेको थिएँ क्या बस चढ्छ
यहाँ त चढिहाल्छ नि खाल्टामा मात्र पनि नचढ्छ हिजो फ्लाइटले धोका दियो नत्र पोखरा बारे ज्वेलर्सको माइलीको गाडी लिएर आउँथेँ त्यो प्लानमा थिएँ म ठिकै छ अब बाटो यत्तिकै भइदियो हुन्थ्यो ए उफ लास्टै रहेछ बाटो ढुङ्गा हालौँ न ढुङ्गा यहाँनिर अप्ठ्यारो रहेछ अदाबारी मुनि पुग्यो यहाँ खाल्टो रहेछ कि ढुङ्गा हाल्ने ढुङ्गा ए खाल्टो रहेछ के खाल्टो त्यही भएर के यो गाडी राख्छु एकचोटि तपाईँ पनि झर्नु त पछाडिबाट गाह्रो ब्याक गर ब्याक गर ओ यार तिरिमिरी झ्याइ पर्फ्युम मन झर्छु ढुङ्गा राख्यो भने त फेरि झर्छ नि सुन्छ फेरि तनाव भयो त तपाईँ पनि झर्नु बाटोले मार खाइन्छ कि यतैबाट यसरी आऊ न यतैबाट यसरी आऊ आऊ पछाडि गएर आऊ न अब उता कस्तो छ भन्ने कुरा हो कि फेरि भएन भएन अलि तलै जाऊ यहाँ बाल्लो छ के फेरि यति हो डाँडो बाल्लो खानु त्यताबाट झन् छुन्छ यताबाट यस्तो ल आऊ ल छेउबाट आउनु कि यो यतापट्टि हुन्छ त्यता हेर्नु त्यो खाल्टो आऊ 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 ओहो हिँड 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 माथिसम्म जाऊ न गाह्रो हाइट ओहो खत्रै हुन्छ क्या भिडियो यो मेहनत अनुसार त होइन यो त फेरि हुस्सु लाएर डम्म ओहो अटो दुईटा अटोमा आउनु पनि रहेछ बरु हो बरु अटो बोलाउनु पर्छ क्या हो फेरि उता बाटो कस्तो छ भन्ने कुरा हो नि यत्तिकै हो भने त अब ठिकै होला उफ हो ल कुन ठाउँ रे हामी जाने सिरवानी आमा कुहिरो नि डम्म छ ल धादिङको सरप्राइजहरू यही बाटो आएको र हामी होइन है ल बिहान 8 बज्न लाग्यो एक्सर्साइज दामी भइरहेछ अब यो मेहनत बालुवा बालुवा रहेछ कि है हिँडेर गयो भने चाहिँ कति टाइममा पुगिन्छ यहाँबाट केही सिप लागेन भने अब हिँडेर पनि जानु पर्यो
खतरा उकालो रहेछ। फोर व्हिल गाडी बोलाइदिनु भन्दा पनि मिलेन। हुन्थ्यो नि बरु हिजै। फोर व्हिल गाडी पनि हाम्रै आफ्नो कहाँ छ त अहिले? बजार सोध्नु त। सोध्नु त बरु यहाँसम्म बोलाऊँ त। अब नबोलाउनु बोलाइदिनु। होइन त्यो म मिलाउँछु के। है कति उकालो हो त नि। हिँड्दैछौँ हामी। ल अब ओर्लिने झर्ने हिँड्ने उक्लिने यस्तो छ। अय्या ल ल जाऊ 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 जाऊ। कम त गाह्रो छ हाम्रो काम। एकछिन चढिएको थियो फेरि झर्यो। बहिनी सधैँ अरूको हेरिन्थ्यो होइन, कति गाह्रो हुँदो रहेछ थाहा भयो। एकछिन चढ्दै एकछिन झर्दै अगाडि पुग्यो गाडी। आधी बाटो आयो है। आधी बाटो ठिक छ ल। मोटेलाई गऱ्यौँ भयो। ठिक छ ठाउँ त फेरि रमाइलो रहेछ। ठिक छ मोटे ठिक छ ठिक हुनै पर्यो ल। गन्तव्यमा त पुग्नै पर्यो। छिटो आउनु छिटो। ल अब फेरि कहाँ पुगेर झर्नु पर्ने थाहा छैन। ठ्याक्क यो यति यो बाटो हेर्दा चाहिँ रिसिङ गएको याद आयो। रिसिङ यस्तै थियो। ल धादिङ मनसँग मन जोड्दै उकालो ओह्रालो बाई रोडको बाटो। फेरि अगाडि हेर्दै जाम जाम जाम। त्यहाँ माथि नै एउटा डिस्को छ। अलि दबाउनु पर्छ कि त्यो मतलब त नाचिहाल्छ नि। टायरै गनाइसक्यो यार। जाम 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 ल ल ल यस्तोमा स्लो नगर के। स्लो गर्ने बित्तिकै अनि ऊ भइजान्छ के नाचिजान्छ के। अब के गर्ने त। यस्तो छ होइन नाचिजान्छ कि त्यहाँ ठ्याक्क स्लो गर्ने उकालो छ नि त। सम्म भएको भए केही हुन्थेन। अनि उकालोमा त नाचिजान्छ नि। पसिना पसिना भइसक्यो यार। त्यहाँ अलिकति ढलान बाटो आयो यार। मन्दिर चाहिँ यता माथि रहेछ। पृथ्वीनारायण शाह युद्ध गर्न जाने मलाई दर्शन गर्ने मन्दिर भन्नु होइन। त्यसपछि युद्ध जित्नुभयो भनेपछि यहाँबाट कति
गाडी त्यहीँ पुग्छ ल जाऊँ न त हामी पनि दर्शन गरेर जाऊँ न त गाडी जान्छ माथि हैन ल कालिका मन्दिर भन्नु है रणकालिका ल सिराउनी जाने बेलामा कहाँ यही बाटो हो सिरवानी यो बाटो जाने हो मन्दिर माथिल्लो बाटो जाऊँ न त जाऊँ न जाऊँ आइसकेको बेलामा होइन गइन्छ मान्छे यहाँ आएको बेलामा एकचोटि छिराउन दर्शन गरौँ होइन हामीले पनि युद्ध जितिन्छ कि आज बहिनीको आँसु खसालिन्छ कि हो हेरौँ होइन जे पनि हुनसक्छ ए ए है ल कन्टेन्ट मैले सोचिसकेँ त्यही होइन तपाईँले सोचेको कन्टेन्ट हो बाटो त बन्द रहेछ हिँडेर जाऊँ न त के भयो त हो र यो उ गर्न मिल्छ मिल्दैन सोधौँ न बरु के भनेर हजुरले सोध्नु त अटो पनि रहेछ मन्दिर दर्शन गरिन्छ फर्काएर हामै यता छुन्छ ढोका छुन्छ क्या अनि थ्याङ्क यू रणकालिका ल्याइदिनु भएकोमा हामी पनि युद्धमा नै हिँडेका हौँ तर मनसँग मन जोड्ने है ल अब हामी मन्दिर प्रवेश गर्छौँ है अनि दर्शन गरेर बहिनीको माइत होइन लाग्छौँ ठाउँ चाहिँ ल रणकालिका मन्दिर तल यस्तो छ है तल सर मान्छेहरू कति टाढाबाट दर्शन गर्न आइराखेको हुन्छ श्रद्धालुहरू हामी यहीँ मेसो पर्दाखेरि किन दर्शन नगर्ने ल आइपुग्यौँ रणकालिका मन्दिर श्री किरान्चोक कालिका माई ल हाइट जाम बहिनी ल अब दर्शन गर्छौँ हामी त्यसपछि मनसँग मन जोड्नको लागि लाग्छौँ ल तपाईँहरू पनि दर्शन गर्न सक्नुहुन्छ रणकालिका मन्दिर सायद अब भित्र चाहिँ फोटो खिच्न मनाइ छ बहिनी हजुरले यहाँबाट खिचिदिनु यत्तिकै समाइदिनु म दर्शन गर्छु है त भित्र लान पाइन्न क्यामेरा गर्छौँ त्यस्तो गऱ्यो भने हामी त्यो सोच्नुहुन्न माता भगवती कल्याण माता भगवती जाने माता भगवान् कल्याण टिका कसले लगाइदिनुहुन्छ यहाँ भित्रबाट हजुर यहाँ नरिवल पूजा गर्नुहोस् हजुर लगाइदिनु त पूजा गर्नुहोस् एउटा केही राख्नुहोस् है त्यो चाहिँ खाली भएमा नराख्नुहोस् यस्तो केही भनेर राखेर पूजा गर्नुहोस् माता मार्न कालिका भगवती सदा सर्वदा कल्याण गरौँ इच्छा सिद्धि होस् विघ्न बाधा नआओस् रोग व्याध नलाओस् माताले आँटेको कुरो पूर्ण गर्छ माता काली भगवती नारायण नारायण नारायण
ल बहिनी तिमी लगाऊ त्यो भित्रमा त्यस्तो पाएको ल छैन 500 जति फुल छ र चेन छैन छैन चढाउनलाई यही चढाउन अहिले ल है अनि गुरुबालाई दिनु ल एकदम ल रणकालिका मन्दिरमा दर्शन पश्चात अब हामी लाग्छौँ किरानचोक रणकालिका मूल मन्दिर ल गुरुबा लाग्छौँ हस् हस् ल आइपुग्यौँ बहिनीले र मैले दर्शन पनि गऱ्यौँ अब माथि के छ ए माथि नि विष्णु मनोकामना अब यता दक्षिणकाली ल अब हामी दर्शन पश्चात लाग्छौँ आफ्नो गन्तव्यतिर चढ्ने झर्ने कार्य हाम्रो जारी छ चढ्ने झर्ने यता काटेर यता काटेर च्याक्क गरे यार यस्तोमा चाहिँ ठ्याक्क जिगज्याग गरेर हाल्नुपर्छ क्या आऊ चारैतिर गाह्रो उता आकाशी चल्नु ल पहाड मनसँग मन जोड्दै ठिक छ ढुङ्गा हाल्दै यसरी झर्दै चढ्दै आऊ 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 कट्यो 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 आऊ ल ल कट्यो चढ्ने झर्ने ढुङ्गा हाल्ने चढ्ने झर्ने ढुङ्गा हाल्ने तनाव यस्तो थकै लागिसक्यो उफ ल कटियो यो बाटो नि उफ दुःख ओ ल ल ल ल जाम 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 वेट ओ यहाँ पनि अर्को डिस्को यता जान्छ उफ ल उयो पर्ख्यौँ अब
चढ्नी झर्नी हिँड्ने चढ्नी झर्नी हिँड्ने आमामामा ल ल फेरि झरियो ओहो कट्यो 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 उफ कट्यो उफ गाह्रो गाह्रो उफ हैट मनसँग मन जोड्दै लभ इमोसन मुमेन्ट्स कैद गर्दै गाह्रो बाटो ट्याक्सी हो सुदम्म लाग्छ हिँड्दैछौँ स्कुल जाने होइन एकछिनपछि कति क्लासमा वाउ ल हिँड्दैछौँ चढ्दै झर्दै चढ्दै झर्दै ऊ त्यहाँ यस्तो टर्निङ उस्तो टर्निङ भन्दा भन्दै बवाल ठाउँ आइपुग्यो ल यति बेला अब कहाँ गयो बहिनी घर त त्यो होइन होला खतरा बाटो आइयो ठिक छ मेहनत गरे अनुसार फल पनि पाइएला लक गऱ्यो मोटो होइन अब मनसँग मन जोड्नको लागि आज फरक किसिमको सरप्राइज हामी गर्दैछौँ अब हामी कथावस्तुमा अगाडि बढ्छौँ चल्छौँ अब बहिनीसँग ईश्वरी बाटो सोलिड बाटो आइएछ बहिनी अप्सरा तिम्रो बहिनीलाई राम्रोसँग सम्झाऊ है मैले भनिदिएको छु ठिक हुन्न फेरि आइया उताबाट यता खिच नमस्कार अप्सरा ईश्वरी सम्झाऊ है होइन मजा भएन तिमी सुइसेटल बस्ने होइन अनि मेरो होइन ठिक छ तिमीलाई त मैले सबै डिटेल्स भनिसकेँ हेर होइन होइन मैले सोसियल मिडियामा हालिदिन्छु खिचेर होइन तिमी यतिको पढेको मान्छेले त्यस्तो गर्ने के गरेर मैले मनोज अलि यता आऊ न तिमीले मेरो बहिनीको बुढा बाहिर छ होइन विकास होइन उसँग म्यासेज गर्ने होइन अहिले उनीहरू छुट्टीमा आएको थियो होइन बाहिरबाट तिम्रो म्यासेज भेट्यो होइन अनि मैले कुरा गर्दाखेरि अप्सरा भनेर उसको तिम्रो दिदी भनेर उसको आदमबाट उता खरे कहाँ बस्ने भनेर उसलाई नम्बर पत्ता लगाएर फोन गरेर म बस्यो होइन के गर्न खोजेको तिमीले तिम्रो बोयफ्रेन्ड होला नि त विकास म्यासेज गर्ने च्याट गर्ने भनेपछि त तिम्रो बोयफ्रेन्ड होला नि त तपाईहरु म हजुर पहिला सुरु मलाई भन्छौ हजुर को हो पहिला आफ्नो मार्क्स खोलिस्यो ल तपाईहरु भिडियो बनाउनु हुन्छ भिडियो बनाउँछु हामी पनि भिडियो बनाऊ न त बनाऊ तपाईको नाम के बनाऊ तपाईको नाम के मेरो नाम
मेरो नाम विनोद। बस्नु के दाइ बस्नु तपाईँको नाम पुरा नाम भन्नु न। तपाईँ मेरो घरमा आउनु। मेरो नाम विनोद गुरुङ। अनि तपाईँको घर कहाँ? मैपी। कहाँ हो मैपी? काठमाडौँ। ए अनि त्यस तपाईँले के गर्नुहुन्छ? म केही नि गर्दिनँ। होइन मलाई त जान्नु पर्यो नि त। होइन मैले तिमीलाई सोध्न आएको कि तिमीले मलाई सोध्नी भनेको के अहिले? हो नि होइन नि दाइ तपाईँले मलाई के आधारमा? आधार भरै आएको तिम्रो दिदीलाई देखाउँछु नि त। आधार त देखाउँछु, नदेखाइकन म आउँछु। आधार नभइकन म आयो होला र प्रमाण नभइकन सुन प्रमाण नभइकन म त्यतिकै आउँदिनँ। फेरि विचार गर। होइन दाइ पहिला देखाउनु। देखाउँछु। तपाईँले पाउनुहुन्न। हेर्नु ल ठडाउँछु। ल ल ल के बाँच्छौ? ल ठडायो ल। होइन नि त दाइ ठडाउँछु। म त कानुन किन हामी कानुनमा जानु पर्दैन। तपाईँले मलाई के आधारमा दोष लाग्यो? म विकास नाम गरेको कोही मान्छे आधार छ देखाउँछु बहिनी देखाउँछु। बस्नुस् कुरा गर्नुहोस्। तपाईँले मलाई कस्तो आरोप लाउनु भएको छ थाहा छ? क्यारेक्टर यस क्यारेक्टर थाहा छ त मलाई। देखाउनु न त। देखाउँछु। किन वेट गरेर बस्नु भएको छ? सुन न मैले गलत अफ कोर्स गलत हो नि। कसरी अफ कोर्स गलत? दाइ देखाउनु न। के तपाईँ मसँग तिमीले चिन्छौ तपाईँले चिन्दिन को विकास के छ फुल नाम? के हो फुल नाम के हो तपाईँले भने? म गुरुङ भएपछि त ऊ पनि अभियसली गुरुङ भयो नि त। विनोद गुरुङ। देखाउनु न त। च्याट देखाउनु। के छ तपाईँसँग प्रमाण? म तपाईँसँग दुवादस गर्ने मेरो फुर्सद छैन। बिजी छौ? अफकोर्स छु। तपाईँ जस्तो फ्री मान्छे त होइन बिना प्रमाण अर्काको घर। बिना प्रमाण त म तिम्रो गाउँ यहाँ किन खोज्दै आउँथे भनेको के? दाइ देखाउनु न। तपाईँ मलाई दुवादस नगर्नुहोस्। तपाईँले आफ्नो के छ प्रमाण देखाउनु। आउँछ। ए दाइ देखाउनु न। तिमीले लेखेको चिठी पढम? के चिठी? भन्नाले मेसेज पढम? पढ्नुस्। पढम अप्सरा पढ्नु तर पहिला त्यहाँनिर मै हो भन्ने प्रमाण हुनु पर्यो। मेसेजको कुरा के गर्नुहुन्छ के? उनले विकास नाम गरेर मान्छे चिनेन भने त मेसेज कुरा म पढ्छु नि त। पढ्छु। फेसबुकमा सायद साथी पनि छैन होला। पढम? तपाईले पढम भनेर हुन्छ र मैले म पढम कि नपढम भनेको के? मलाई देखाउनु न पहिला। तपाईँ किन उ गर्नु पर्यो? पढम भनेको त नि पढम। मलाई देखाउनु न तपाईँको के छ। म पढ्छु नि। किन पढ्ने हो त? म हो कि होइन भन्ने हुनु पर्यो। म पढ्छु पहिला। सुन न फोटो नि देखाउनु पर्यो। फोटो नि देखाउँछु पहिला। बसेर यहाँ बसेर कुरा गर्नु पर्यो। घर हेरेर आएर मात्रै त भएन नि त। प्रमाण त सबैले चाहियो बाबु। घर हेर्न म एक्लै आएन, तपाईँको छोरीलाई लिएर आएको छु त। होइन जे भए पनि त बिना गल्ती आउनु भयो कि मेरो छोरीको गल्ती कसरी कर्का पारे फेरि? मैले पनि त त्यो स्वीकार पर्यो। कसरी कर्का पारे मैले? मेरो छोरीको गल्ती भएर आउनु भयो कि उसै आउनु भयो त हामीलाई पनि चाहियो नि त नि। मेरो गल्ती त 1 होइन 100 होइन, मेरो 0 पनि छैन। गल्ती मैले छैन दाइ। यसो गर्दैमा हुन्छ दाइ। म किनकि मैले के गरेछु के गरेको छैन भन्ने कुरामा म आइ एम 100% स्योर। तपाईले मलाई के देखाउनु? तिमीले लेखेको तपाईले मलाई आरोप लाऊ। आई क्यान गो टु द पुलिस। ल स्योर ल है ल है म तपाईँको सिधा जाने। सुन ल हेर तिमीले लेखेको मेसेज दाइ मलाई देखाउनु न। के तपाईले लेखा भनेर म तपाईले लेखा भनेर तपाईले लेखा भनेर म बताउँछु। सुन न पढ। चुप। तपाईले लेखा भनेर म बताउँछु। ओ अफ कोर्स। सुन मेरो प्राण प्यारो। मैले लेखा भनेर तपाईले लेखा भनेर मैले लेखा हुन्छ? मैले लेखा भन्ने हुनु पर्यो नि त। मेरो प्राण प्यारो। ए भाइ मलाई दिनुस्। तपाई के तपाईले प्राण प्यारो भनेर हुन्छ? मैले लेखा छ। सुन न छैन अहिले सबै देखाइदिन्छु त। तपाईले यहाँ अहिले पढेर सुनाउने अनि अहिले होइन प्र्याङ्क गरे भनेर भन्दिनु हुन्छ? मेरो प्राण प्यारो के मलाई देखाउनु भन्नु छ है? तपाईले मेरो मुटु के हो? मेरो मुटु होइन भने होइन। म किन तपाईलाई सुन्न त देऊ न। ए दाइ मलाई त्यो पहिला मेसेज देखाउनु है। मेरो प्राण प्यारो हैन किन? मेरो मुटु। नो दाइ इट्स नट फेयर है। मेरो जिन्दगीको सबैभन्दा अमूल्य मान्छे तिमी। तिम्रो हरेक सपनाहरू पुरा गर्नलाई म तयार छु हरदम। सुन न सुन हरदम तयार छु। तिम्रो सफलतामा म सधैँ खुसी हुने मान्छे। सुन्दै जाऊ न। तिम्रो सफलतामा म सधैँ खुसी हुने मान्छे। मैले जस्तै दुःख तिमीले सुन न। मेरो प्राइभेसीको कुरा हो नि बहिनी। सुन न बहिनी। किन तपाईहरु डिलिट गरे भनेर दाइ कपी बस्छ? प्लिज डोन्ट क्लिक द फोटो भिडियो। 7 वर्षको उमेरमा लिएको त्यो निर्णयले तिम्रो भविष्य राम्रो बनाउने आशा आज 20 वर्षपछि पुरा भएको छ। मेरो दिलले लेखा। कसले? मेरो दिलले लेखा। को दिदी? मेरो दिदी सबिना दिदीले मलाई लेखा त्यो मेसेज। कहिले? तपाईले कहिले भन्नुहुन्छ?
सँगै एउटै कलेज पढियो सँगै एउटै कलेज पढियो मलाई भूतपूर्व विद्यार्थी भनेर पनि नचिन्न सक्छ तर तिम्रो नाम सुनौलो पानाले लेखिएको छ त्यो कलेजमा उसले वहाँ पद्मकन्या पढेछ नि केटा मान्छेले पढ्छ त दाइ के भने यार तपाईँले यु आर जस्ट प्र्याङ्किङ विथ मी तिम्रो सफलतामा कसैले नजर लायो कि मलाई रिस उठ्छ मेरो दिलले लेखा मलाई थाहा सबैले वहाँ उस्मान टिका गाई हालेको थियो त्यस्तो भनेर ढोगेर टिका लाएर कङ्ग्रेचुलेसन कस्तो गरेको थियो आफूलाई देख्दा रुनु मन लाग्यो मेरो मम्मी रुनु भयो दाइ तपाईँले गर्दा सुन न कङ्ग्रेचुलेसन आई डोन्ट नो दैट यता यता एकछिन नराउ है नराउ केही नराउ आफ्नो गल्ती नभई डराउन पर्दैन यो आउने आउँछन् जानी जान्छन् आफ्नो गल्ती भए डराउने हो यहाँ एक पेज छ लेखाइ तिम्रो दिदीको कङ्ग्रेचुलेसन तिमीले दिदीले देख्नुभएको सपना पुरा गर्न सफल भएको छौ त्यसको लागि एकदम बिग कङ्ग्रेचुलेसन सल्युट छ तिमीलाई होइन गाउँमा सुन नबोल तपाईँले मेरो मम्मीहरूलाई रुवाउनु भयो हेरी आधा दिनसम्म कहीँ कतै उ नगरिकन यस्तो गरे मान्छे झुटो आएर हो र उसको गल्ती हो चाहिँ हाम्रो भगवान ईश्वरलाई थाहा छ आमा सुन्नु न हजुर हामी यो दिनको लागि पोखराबाट आएको हो तपाईँको छोरीले उसलाई कङ्ग्रेचुलेसन भनेर बधाई दिएर जापानबाट पठाउनु भएको हो गिफ्टहरू जसले उसले ब्याच टप्यो बिबिएमा होइन आफ्नो दिदीको सपना थियो जुन बच्चामा होइन पढेर सफलता पाओस् भन्ने दिदीको सपना थियो उसलाई पढाउनको लागि दिदी जापान जानुभयो आफूले जस्तै दुःख कति दुःख गरेको थियो भने हो त्यही दुःखको प्रतिफल यहाँ कहाँको के आरोप आइलायो आरोप होइन यो एउटा कथा मात्रै हो तपाईँकै छोरीहरूले बनाउनु भएको कथा हो म आएर प्रेजेन्ट मात्रै गरेको उसलाई शुभकामना दिन आएको बधाई दिन आएको अनि कहाँ के आरोप लाउनु भएको नि त आरोप लाग्यो हाँसेको कि रोको मलाई मेरो छोराछोरीले आएर दिन्छ कता कहीँ कतै कुनै ठाउँमा कहीँ केही गल्ती यो कथाको लागि कराउनु भयो आफ्नो खुट्टा सुन्नु ऊ यो अप्सरालाई कराउनु गरे अनि यस्तो भन्दै आएपछि अनि हामीलाई चाहिँ कहाँ के हुन्छ त भन्नु त कङ्ग्रेचुलेसन हाँसेको कि रोको मैले बुझिनँ यो यस्तो भनेपछि त दिदीलाई जाऊ तिमीहरू समाता नि यो समाता छिटो मैले त खास तिम्रो हात माग्न आउनु लाग्थेँ दाइ हात मागेर त केही हुँदैन यसलाई भन जा त यसलाई भन मलाई नभन यसले दिमाग खराब गरेर यहाँ म छोरीलाई भात पनि नखाइदिनु आज यसलाई भन कत्रो रिस उठ्दो मान्छे होला तिमीहरूलाई चाहिँ म मारिदिन्छु ल मार यो सुन न यो ठडाका मलाई भात देऊ न म त सिरियसली आई क्यान डु इट ल भाँच नि त यी छिटो भाँच न तपाईँलाई के भन्नु तपाईँ चिने नि छैन यसलाई जित्नु पर्छ नि यो समात न पहिला तिम्रो सफलतामा दिदीहरू भेनाजुहरू कति खुसी है तिमी इक्जाम्पल हो जो चाहिँ गाउँमा पढेकोले केही गर्न सक्दैन भन्नेले कलेज टपेर देखाएको छ होइन तिमी इक्जाम्पल हो किन आउनु नि अब किन रहिराख्यो नि अहिले नरुनी पहिला सुरुमा थाहा पाउँदा चाहिँ नरुनु भने अनि आफ्नो छोरीले होइन कथा बनायो कथा बनाएको के हो त्यो फलानु र जिस्कानु तर लास्ट टाठो रहेछ यो मान्छे ट्याकल गर्न सक्छ यार एकदम खतरा ट्यालेन्ट यो मान्छे यतिको हुनुपर्छ है मैले भनेको थिइनँ शान्तिन कुराले पत्याउँदिन मेरो बहिनीले तपाईँलाई पिड दिन्छ भनेको थिएँ एकछिन बोलेर म त हात माग्न लाग्थे होइन हात मागेर सुन न कथा के अनि हात मागेर त उसलाई केही नि हुन्न दाइ अर्कै गर्नुपर्छ झडाम्म होला भन्यो के गर्ने भन्दा त मैले यस्तो सोचेछु यही गरौँ न त अनि ल ठिक छ त्यसो भए जानुभयो दाइ खोइ दाइ दाइ माथि आइपुगेको थियो नि तपाईँले आउँदा आउँदै हानिहाल्नुभयो फेरि अनि हामी त सट्टै आउने बित्तिकै क्यारेक्टरमा छिरिहाल्नु पर्यो नि नत्र त आउने कुरेर बस्यो भने त नि कहाँ हुन्छ त नि भ्याइस सबिने तैँले नि भ्याइस 10 टा गाडी रोक्दै आयो कसरी आएम हामी थाहा थिएँ गाडीबाट झर्दै गाडी लिएर आएको नि सानो गाडी पढेर सुनाइदिनु एकचोटि राम्रोसित अब त यी ल हेर है अब फेरि यो लेटर पढेर सुनेको के भनेको थियो बुवा ल सुन प्यारी बहिनी न्यानो माया यो पटक साँच्चीकै मलाई माफ गर्नु तिम्रो इच्छा विपरीत कहिले काहीँ गाली गरे कठोर बोले कडा दबाब
दिएँ तर मनभित्र एउटै थियो तिमी सफल हुनु। 7 वर्षको उमेरमा लिएको त्यो निर्णयले तिम्रो भविष्य राम्रो बनाउने आशा आज 20 वर्षपछि तिम्रो यो सफलतामा परिणत भएको छ। चुप लाग्नु न हैन। 2 महिना स्कुल गएर एक कक्षामा 5th स्थान आउँदा फेरि त्यही कक्षा दोहोऱ्याएर पढ्न लगाएका थियौ। त्यही दिनदेखि तिम्रो जीवनको हरेक पाइला प्रतिस्पर्धा, मेहनत र निरन्तरता बढ्न थाल्यो। हामी सबै तिमीलाई सफल भएको हेर्न चाहन्थ्यौ, तर तिम्रा भावना बुझ्न सक्यौ या सकेनौ त्यो त थाहा छैन। तिम्रो सफलतामा कसैले ल्याऊ अब भगवान यसो ल तिमीलाई यो 50,000 50,000 गिफ्ट दिदीको तर्फबाट कलेज टपेको पर्ख्यो रुन्छ यहाँ पढ्दैछु। अनि तिम्रो सफलतामा कसैले अर्को नजरले हेऱ्यो या कुनै नाम जोड्यो भने म किन रिसाउँथे त्यो तिमीलाई पक्कै थाहा छ। तिमी कतिपटक दिदी धैर्य गर भनेकी थियौ, तर म भित्रभित्रै कति थाकेको थियो त्यो पनि तिमी बुझ्थ्यौ होला। तर आज तिम्रो बिबिएबाट ब्याच टप भएर जुन स्थानमा उभिएकी छौ, यो दिनको लागि हाम्रो परिवारले धेरै धेरै धैर्य गर्यो, दुःख सहयौँ। हामी ससाना हुँदा घरमा झगडा गरेर रुवाबासी नभएको दिनै कम थिए। जब तिम्रो भविष्यका कुराले हामी रोयौँ त्यसै दिन मैले मनभित्र एउटा बाचा गरेँ, कुनै हालतमा तिम्रो भविष्य अन्धकार हुन दिने छैन। त्यही बाचा पुरा गर्न 17 वर्षको त्यो कलिलो उमेरमा घर छोडेर तिम्रो जिम्मेवारीको भार बोकेर गाउँबाट सहरबाट रहर बोक्दै काम गर्न निस्किएँ। तिम्रो जिम्मेवारी पुरा गर्ने आशमा 20 रुपियाँ बचाउन दिनमा 90 मिनटभन्दा बढी पैदल यात्रा गर्थे। कसैले चक्लेट वा फलफुल दियो भने घरमा बहिनी छ भनेर एउटा आमाको भूमिका निर्वाह गरेर पोको पारेर ल्याउँथे। तर एक दिन तिमीलाई भोकै राखेर मैले अरूले दिएको खाना खाएर बस्नु पर्यो। आजसम्म पनि त्यो यादले मन भारी पार्छ, किनकि त्यो दिन 20 दिनको सुत्केरी दिदी तिम्रो साथमा भोको थिए। आज हामी जहाँ उभिएका छौँ आफै पढेर मलाई गाह्रो भयो। उभिएका छौँ त्यसमा हाम्रो परिवार, नजिक टाढा सबै तिमीसँग प्रतिस्पर्धा गर्न आउने जाने सबैको साथ, माया र योगदान मिसिएको छ। तिमीले जुनसुकै कक्षामा राम्रो नम्बर ल्यायो या सीमा A+, 10+2मा नेपालकै राष्ट्रिय परीक्षा बोर्ड टप गरेकी थियौ, तर कहिले सरकारी त कहिले प्राइभेट कलेजबाट आएको भन्दै धेरै कलेजले तिमीलाई स्कलरसिप नदिँदै तिम्रो आत्मसम्मानमा चोट पुर्याएका थिए। त्यो बेला तिम्रो पछाडि ढाल बनेर उभिनु मेरो दायित्व थियो। तिमीले चाहेको सब्जेक्ट, चाहेको कलेजमा पढ्ने वातावरण बनाइदिँदा मलाई लाग्थ्यो नेट छैन अब दायित्व मलाई लाग्थ्यो यही नै मेरो सबैभन्दा ठुलो सफलता भयो। हाम्रो परिवारको सपना हो हैन तिमीलाई पढाउनु, त्यो गर्नु। तर मलाई आजसम्म थाहा रहेनछ मैले कस्तो सफलता खोजेको थिएँ, हाम्रो परिवारले कस्तो सपना देखेको थियो भनेर। जब तिमी बिबिएतिर अघि बढ्यौ त्यही बेला मलाई लाग्यो यदि म यहीँ बसेँ भने तिम्रो जीवन फेरि मेरो जस्तै सङ्घर्षमै अड्किन्छ। हामी मिडल क्लास परिवार, सपनाभन्दा दायित्व ठुलो। त्यसैले बाध्यता स्वीकारेर म विदेश आएँ। तिम्रो हरेक अनुभव, हरेक रमाइला कुरा रोकेँ, किनकि मेरो एउटै स्वार्थ थियो, तिम्रो सफलता। परिवारको कुनै सदस्यको ठुलो स्वर सुन्न नसकेकी तिमीले मेरो हातको थप्पडसम्म सहन परेको थियो। के तिमीले कहिले थाहा पाएकी थियौ म तिमीलाई गाली गरेर अर्कोतिर फर्केर रोइरहन्थेँ? तिमी अरूसँग सायदै डराइछौ, तर तिमी मसँग आज पनि डराउँछौ त्यो मलाई थाहा छ। तर त्यो कठोरता पछाडि माया भएर चिन्ता मात्रै थियो। आज ती पुराना सुख दुःख सम्झिँदा आँखा भरिन्छ, तर गर्व पनि लाग्छ। तिमीले बुबाको नाम रोशन र हाम्रो परिवार दुवै उज्यालो बनायौ। कुलाबन्ज्याङ स्कुल, कार्की डाँडा स्कुलमा हामी 4 जना दिदी, दाई, म र तिमी एउटै स्कुलको विद्यार्थी थियौँ। हामी 3 जना सायदै याद होला, तर तिमी त्यो स्कुलको मुटुमा रहनेछौ। गाउँमा पढेर केही हुन्न भन्नेको लागि प्रेरणा बनेकी छौ। आज ती स्कुलका टिचरहरू कतिपय स्वर्गीय हुनु भइसके तापनि तिमीलाई हेरेर गर्व गर्छन्। तिमीले बिबिए र मैले बिबिए एकै कलेजमा पढेको हौँ, तर त्यो कलेजलाई म त्यहाँको भुपु विद्यार्थी हो भन्ने थाहा छैन। तर तिमी तिम्रो गाउँ, तिम्रो घर, तिम्रो समाज र तिमीले पाइला टेकेको हरेक स्कुलको हरेक ठाउँको अमूल्य गहना हौ। आज तिमी बिबिए ब्याच टप भएर उभिएको दृश्य देख्दा यो परदेशी दिदीलाई तिमीले अँगालेर बधाई दिन मन लागेको थियो। गाली गरेका हरेक शब्दको माफी माग्न मन लागेको थियो।
तिमीलाई सफल बनाउन मद्दत गर्ने सबैलाई मिठाई बाँड्न मन लागेको थियो। मेरो बहिनीको सफलता चिच्याएर दुनियाँलाई सुनाउन मन थियो, तर म सकिनँ। परदेशीको विडम्बना, तैपनि मनभित्र ठुलो गर्व छ। बहिनी, आज तिमी मात्र सम्मानित भएकी छैनौ, हामीलाई साथ दिने परिवार, आफन्त, ती किराना पसलका अङ्कल, त्यो घरबेटी बाबा आमा भाउजू दाजु सबै तिमीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरेका थिए र हामीलाई हेरिरहने स्वर्गीय हजुरबा हजुरआमाहरू, ठुलो बाबा अङ्कल पनि पक्कै सम्मानित हुनुभएको छ। बहिनी, आज तिमी आफूलाई सम्मानित महसुस गर्न सक्यौ वा सकेनौ, तर तिमीले पाएको सम्मान त्यो मेरो हृदयभरि छ। भोलिका हरेक यात्राहरू पनि यस्तै सफलताले भरिउन्। कुनै कठिनाइ आए पनि नडराउ, तिम्रो पछाडि म र मेरो परिवार खम्बा भएर उभिएकी हुनेछु जबसम्म मेरो सास चलिरहन्छ। कङ्ग्रेचुलेसन। थ्याङ्क यू। पुलिस बोलाउँछु के गर्छु? पुलिस बोलाउने कि छोडिदिने? बोलाउने अब पुलिस त। पुलिस त बोलाउने अब। के भन्छौ दिदीलाई? के नि भन्दिनँ। दिदी भन्नालाई के भन्ने? आई लभ यु भन्दैनौ? यो औँला के गर्ने? सो प्राउड अफ यु है, खुसी लाग्यो। केही हुँदैन है, ल ह्यान्डसेक गर। ल यो छोरीको गिफ्ट बुवालाई। ल तिमीले फेरि बुवालाई ल यतिको मन हुनुपर्छ। आमा आउनु न, धेरै पछि रोयो आज आमालाई। अरू खोइ ल यो तिमीले सम त। दाइलाई बोलाबा हुन्थ्यो नि मलाई। बोलाएको आइज भनेर आएन त्यो। ल दाइको भूमिका मै निर्वाह गरिदिउँला एकछिन। ल ल यो सब कुन घर त म है दाइले फोन गर्दैन सबिनी छिड्जा भन्दैन। यो आइज भनेर बोलाएर आएको झर्दै झर्दै जापानबाट दिदीको माया। एउटा यस्तो आज बर्थडे पनि होइन केही होइन, अब तर त्योभन्दा पनि सबैभन्दा ठुलो अकेजन, सबभन्दा ठुलो अकेजन है। आफ्नो बहिनीले ब्याचलर बिबिए ब्याच टप गरेको उपलक्ष्यमा सबैभन्दा ठुलो खुसियाली दिदी भेनाको लागि दसैँभन्दा पनि ठुलो उत्सव आज है। यो कुन ठाउँ रे? सिरवानी आएर हामीले सेलिब्रेसन गरियो। आउँदाखेरि कति रमाइलो भयो, बहिनीसँग कस्तो गफ भयो हामी त्यो भिडियोमा देखाउने नै छौँ होइन। कङ्ग्रेचुलेसन। फेरि पनि पुलिस बोलाउने भयो बोलाऊ, औँला भाँच्ने भए पनि भाँच, औँला चाहिँ म उठाउँछु नै है। यो एउटा ल बहिनी कङ्ग्रेचुलेसन फेरि पनि यतिको होइन। अब हेर बिबिए ब्याच, सुन्नु न, बिबिए ब्याच टप गर्दाखेरि त यतिको खुसी हुनुहुन्छ दिदी भनेपछि होइन। तिमीले अझै अगाडि टप्दै गयो भने के हुन्छ होला त्यो दिमागमा राख। खतरा पढेर देखाऊ। दिदीको सपना भनेको नै तिमी सफल बन्नु हो है। ठिक छ। अनि खास त्यो म्यासेज किन पठाएको हो र? मैले पठाएँ। मैले के लेख्छु मलाई थाहा हुँदैन। लेखेकै छैन त, म्यासेजै छैन त। अनि तपाईँले आफैले नाम भन्दिनु भयो फेरि अनि त्यो मेसेज पढेपछि त दिदीले पठा भन्ने भइगयो नि त्यसले। अनि कहाँ अनि मलाई सरप्राइज दिने भनेर अनि टिकटकमा हालेर ल्याएको त नि। अनि सबै हालेको थिएन, ए हो सुरुको मात्र हालेको थिएँ कि ल के भन्ने? भिनाजी थ्याङ्क यू सो मच। मलाई त सुरुमै एकपल्ट प्र्याङ्क भन्ने थाहा भइसकेको थियो। थिएन थिएन टिकटक हेर्दिन के यसले त्यही भएर भिनाजी चाहिँ चिन्नु भएको छ। के हो तपाईँको नाम अर्कै हो? आयुष। प्र्याङ्क गर्दै भिडियो देखाएको थिएँ तपाईँले। तपाईँलाई चाहिँ मैले कहाँ देखाए जस्तो लाग्छ बरु? उहाँलाई चाहिँ मैले देख्ने बित्तिकै भने हार मुकेश सरको जस्तो अनुहार आउने हो, तर उहाँलाई प्रत्यक्ष देखाए चाहिँ होइन, मुकेश सरकै फेस आउने हो क्या। हेर ल दिदी भेनालाई के भन्ने? दिदी गइहाल्यो भिनाजु। तपाईँहरू साली भिनाजु मिलेर जहिले पनि हामीलाई प्र्याङ्क के अरे सरप्राइज दिने रुवाउने के पारा हो यस्तो? माया
यति धेरै माया नि नगरे भए हुन्थ्यो होला हौ बरु मलाई त यस्तो गरेपछि त मैले केही गरेको छैन जस्तो लाग्छ कि यति धेरै ठुलो त के गरे सबैले गरिहाल्छ नि जा त धन्ने मलाई औँला भात दिला जस्तो गरे थियो औँला किन ठडाको हो त नि होइन औँला ठडाको कुरा गरियो ऐ साथी खोइ त आएन अनि त यस्तो यस्तो गर्नु नि आफू चाहिँ बोल्दै नमिल्ने ठाउँ गरेर बस्ने धन्न यो भने देख्न भाइ त्यसले पाउँदिन भनेर मेरो दाइलाई चाहिँ यहाँ के भइसक्यो के हो अब यहाँ गर्न आएको रे कि अलिक कुरा मिलेन यहाँ माग्न आएको ठिक छ सबै ल कान्छी बहिनीलाई फोटो खिच्नु पर्यो एउटा राम्रो ल फोटो खिचौँ ल्यापटप गरेकोमा के अरे भन्ने कङ्ग्रेचुलेसन कङ्ग्रेचुलेसन दिएको है एउटा प्र्याङ्क भिडियो बनाएको त फेरि ढिला झरिस दाइहरू सिधै आइदिनु भयो म यहाँ घर आएर यसलाई पहिला थर्काउँछु तपाईँलाई बोलाउँछु भन्ने मात्र सोचिरहेको थिएँ कि मैले त्यस्तो भयो भने चाहिँ यो रियलिस्टिक हुन्छ क्या झ्यामझुम आयो ढ्याक्कै गऱ्यो ए हाम्रो स्क्रिप्ट हुन्न केही हुँदैन होइन जे रेकर्ड भयो सिद्धियो हाम्रो रियल हुन्छ हाम्रो होइन थ्याङ्क यू सो मच र कङ्ग्रेचुलेसन भनेर यो डल चाहिँ मलाई दिने हो त त्यो उसको सम्मान चाहिँ तँलाई दिएर क्या दाइलाई सबैलाई भाग पुऱ्याएको बहिनीले कति संस्कारी है सबै बाँडेर ठ्याक्क पुग्ने गरेर 5 वटै आएको छ क्या फेरि है ल ल ल बहिनी थ्याङ्क यू सो मच ल है ज्वाइँ साहब ल हस् यताको जय हो नि फेरि जे भयो नि ज्वाइँ त ज्वाइँ परेन जताको नि ल हस् अहिले छुट्टियौँ हामी हस् लुगा फेर्नु पर्यो नि त हामी ल एकदम फेरि पनि धेरै धेरै अब त बस्ने है ल कङ्ग्रेचुलेसनको हामी केक काट्छौँ त्यसपछि हामी यहाँबाट बिदाबारी हुन्छौँ है त मलाई कसैले अम्लो ठडायो भने म सक्दिनँ ल औँला डिफेन्ड गर्न सक्ने हो खतरा हो बहिनी ल हस् हुन्छ होइन खतरा खतरा हुन्छ हो बुवा मम्मीलाई काट्न लाउ तिमी नकाट अन्डा फ्री एग फ्री भने होइन दाइ त्यही भनेको थिएँ भने बहिनी तर कसम तिमी यति डिफेन्ड गर्न सक्दो रहेछौ तिम्रो त्यो मैले अर्थ नागी त माग्न लागेको थिएँ धन्न मागिन त्यो त मागेको भए त मैले जाने थिएँ नि त के जान्नु भएको थियो ल भन्छ त देखाउँछु भन्दै तर तिमी लास्ट कन्फिडेन्ट होइन त्यो लेभल चाहिँ एकदम हाई खतरा लाग्यो मनबाटै कसम यत्तिको हुनुपर्छ एउटा जस्तै लेडिज मान्छे भनिसकेपछि मान्छेको दिमागमा चाहिँ के पर्छ भने चाहिँ अलिक कमजोर हुन्छ भन्ने हुन्छ नि त तर तिमी एक्स्ट्रा बवाल है यत्तिको हुनुपर्छ ल ल काटौँ ल कङ्ग्रेचुलेसन वाला ल ल ल तपाईँहरू फ्यामिली बसेर काट्नु त बुवाले काट्नु भयो नि हुन्छ मम्मीले काट्नु भयो नि हुन्छ चक्कुले त्यहीँ चक्कु थिएन र ल ल भन त वा एकान्तमा भन्ने ल ल ल ल एकदम मिल्दैन ल नआउने ल अब यो चाहिँ मेरो स्पोन्टेनियस हो मैले अब मेरो दिदी बुबा मम्मी सबैजनालाई मैले लाइक हुन्छ नि स्पोन्टेनियस मैले मेरो आफ्नो म्यासेज छोड्दैछु
हुन्छ नि मलाई अब हुन्छ नि सानैदेखिबाट आम नट लाइक त्यस्तो धेरै कन्फिडेन्ट मान्छे पनि होइन अनि सानैदेखिबाट दिदीहरूमा एउटै स्कुलमा जान्थ्यौँ त्यो चाहिँ यहाँ माथि हो त्यहाँ माथि चाहिँ लाइक यु क्यान जुम इट एन्ड सो इट अनि दिदीले भन्नुभएको जस्तै वान क्लासमा 1 महिना पढ्दाखेरि आई वाज लाइक त्यही नि 1-2 वर्षको हुँदाखेरि होइन आई वाज लाइक 5th भएको थिएँ तर त्यति बेला 9 साना मात्र स्टुडेन्टहरू हुन्थे होइन अनि त्यसपछि अनि बुवा मम्मीले सबैजनाले चाहिँ लाइक हुन्छ नि दोहोऱ्याइदियो भनेदेखि चाहिँ फर्स्ट हुन्छ भनेर चाहिँ दोहोऱ्याइदिनु भएको होइन अनि त्यसपछि चाहिँ मलाई एउटा प्रेसर पनि भयो कि लाइक कस्तो हुँदो रहेछ भनेदेखि एक्सपेक्टेसन हुने नि त अब फ्यामिलीबाट एक्सपेक्टेसन भयो नि त अनि होइन अब आई हेभ टु बी जसरी पनि म त फर्स्ट हुनै पर्छ होइन नभएदेखि त अब सुरुमा सानो हुँदाखेरि चाहिँ एकदमै प्रेसर पनि हुन्थ्यो कि समटाइम त यस्तो लाग्थ्यो कि लाइक हुन्छ नि सानै हुँदाको कुरा है ठुलो भइसकेपछि ब्याचलर के अरे 11-12 पढ्न थालिसकेपछि भन्ने कुरा होइन सायद 3-4 कक्षामा 4-5 कक्षामा पढ्दाखेरि चाहिँ एकदमै हुन्छ नि अझ 5 कक्षामा पढ्न गएपछि त तल्लो स्कुलमा जान्थेँ अनि हुन त अब मेरो कम्पिटिटरको नाम त मैले भन्न हुँदैन उनीहरूको आइडेन्टिटीमा त्यो प्राइभेसीमा ऊ हुन्छ अनि उनीहरूको फ्यामिली चाहिँ लाइक हर बोथ प्यारेन्ट्स आर लाइक टिचर्स अनि जे भए पनि अब टिचर भएपछि त उहाँलाई उसलाई त पढ्नलाई यताउता गर्नलाई सघाइदिएर हुन्थ्यो नि त अनि म चाहिँ अब सेल्फ स्टडी गर्ने हो होइन अब दिदीहरूले यताउता सिकाइदिने हो अनि हुन्छ नि मलाई चाहिँ कस्तो आरोप लाग्ने भन्दाखेरि चाहिँ लाइक चिट चोरेर फर्स्ट भएको त्यस्तो टाइपको आरोपहरू लाग्ने अनि एकदमै कम्पिटिसन हुने क्या जसरी पनि उसलाई टप्नुपर्छ भन्ने हुने होइन अनि त्यो भइसकेपछि चाहिँ मलाई समटाइम कस्तो प्रेसर हुन्छ नि मर्न पाएँ नि बरु मतलब हुन्छ नि मर्दिन्छु भन्ने आएको त होइन तर पढ्नुभन्दा त सानो बच्चा बेलाको पढ्नुभन्दा त मर्नलाई चाहिँ सजिलो हुन्छ होला टाइपको हुन्छ नि त्यो समटाइम त्यस्तो फिलिङ्सहरू आउँथ्यो कि होइन तर यो सोचाइ यो बहिनीले भनिराख्दाखेरि तपाईँले जो पढ्दै हुनुहुन्छ त्यो त्यतातिर सोचाइ चाहिँ नलैजानुहोस् है होइन त्यो जस्ट बच्चा बेलाको आई वाज लाइक मैले भने 3-4-5 कक्षा 5-6 कक्षामा त्यसोमा पढ्थेँ होला होइन तर मैले यसमा म्यासेज दिन खोजिरहेको छु नि त तर मैले के फिल गरेँ भन्दाखेरि जब हुन्छ नि हामीले त्यस्तो कम्पिटिटिभ भएर अलिकति प्रेसर लिएर पढिन्छ कस्तो कन्फिडेन्स एकदमै हाई हुँदो रहेछ क्या हुन्छ नि म यहाँबाट एससी दिएर काठमाडौँ जाँदाखेरि अब गभर्मेन्ट स्कुल पढेर गएको हो नि त अनि गभर्मेन्ट स्कुल पढेर जाँदाखेरि काठमाडौँ जाँदाखेरि ओहो गभर्मेन्ट स्कुल पढेर कस्तो राम्रो जिपी आएको भनेर भन्थेँ कि अनि अब मलाई अब त्यति बेला हुँदाखेरि पनि आफूलाई चाहिँ जहिले के लाग्ने भने म अरूभन्दा कम छु जस्तो चाहिँ लाग्थ्यो क्या किनकि अब हामी गभर्मेन्ट स्कुलबाट इङ्ग्लिसहरू त्यस्तो आउँदैन थियो काठमाडौँ गएर नोबेल एकाडेमी पढेको हो अनि त्यहाँनिर इङ्ग्लिस हुन्थ्यो पुरै अनि आई हेभ टु कम्पिट विथ लाइक हुन्छ नि बोर्डिङ पढेको स्टुडेन्टहरूसँग अनि हामीलाई चाहिँ जहिले कस्तो फिल हुने भन्दा हामी चाहिँ उनीहरूभन्दा कमजोर छ भनेर फिल हुन्थ्यो क्या तर त्यसमा पनि लाइक 11 क्लासमा पनि आई वाज लाइक हुन्छ नि आई गट द सेम जिपी विथ हुन्छ नि त्यो बोर्डिङ पढ्ने एकदमै ट्यालेन्टेड स्टुडेन्टको जस्तो कि अनि 12मा जाँदाखेरि आई वाज द एनइबी टपर होइन अनि त्यो भएपछि चाहिँ मलाई एकदमै हाई कन्फिडेन्स आएको कि अनि मलाई चाहिँ के लाग्छ भनेदेखि यो प्रेसर हुन्छ नि जुन हामीले पढ्दाखेरिको प्रेसर हुन्छ यस्तो कुराहरूले चाहिँ हामीलाई लाइफमा एकदमै कन्फिडेन्ट बनाउँदो रहेछ क्या किनकि मैले हुन्छ नि सुरुमा हाम्रो कमाइ भनेको चाहिँ पढाइ नै हो रहेछ अनि पढाइ भइसकेपछि पढाइले मात्र त हुँदैन होइन अरू डिफ्रेन्ट एक्सपोजर्सहरू पनि चाहिन्छ हुन त मैले लाइफमा त्यस्तो ठुलो केही गरिसकेको त छैन तैपनि मैले अहिलेसम्म ब्याचलरसम्म पढि नै राखेको हिसाबमा मैले मेरो आफ्नो पढाइमा चाहिँ मलाई कस्तो लाग्छ भने पढिसकेपछि चाहिँ हामीले मैले अरू कसैलाई इफ केही मैले म्यासेज दिन सक्छु भनेदेखि चाहिँ यदि हुन्छ नि अब अहिले हामी जस्तो हामीभन्दा साना भाइ बहिनीहरू होलान् अथवा हामीभन्दा ठुला होलान् कोही होलान् होइन तर पढिसकेर एउटा कम्पिटिटिभ भएर एउटा हुन्छ नि कम्पिटिटिभ स्कोर आइसकेपछि चाहिँ तिम्रो सबैभन्दा पहिला हामीले अब जस्तो कि जब मार्केटमा जाँदा अथवा कतै जाँदाखेरि त मैले आफूलाई प्रेजेन्ट गर्न सक्छु नि त आई एम एनइबी टपर अथवा ब्याच टपर अथवा आई गट द्याट जिपिए होइन यस्तो भन्दाखेरि चाहिँ आफूलाई एकदमै प्रेजेन्ट गर्न सजिलो हुँदो रहेछ अनि मैले 1 वर्ष काम गरेँ होइन मेरो ब्याचलर सकिएको चाहिँ खास 4 साल हो तर अहिले चाहिँ कलेजबाट सम्मान पाएको है एज अ टपर भनेर होइन अनि मैले 1 वर्ष काम गर्दाखेरि लाइक एकदमै
मैले धेरै काम गर्न सकेँ क्या, मैले सोचेको भन्दा धेरै काम गर्न सकेँ क्या, बिकज मेरो थ्योरिटिकल ब्याकग्राउन्ड त राम्रो थियो नि त। थ्योरिटिकल ब्याकग्राउन्ड राम्रो भइसकेपछि चाहिँ प्र्याक्टिकलमा हुने रहेछ। अब मेरो दिदीलाई, बुवालाई, मेरो फ्यामिलीलाई, सबैजनालाई म्यासेज, इफ मलाई सबैजनाले, मेरो दाइले, दिदीले, भिनाजुले होइन, सबैजना भिनाजु, लक्ष्मण भिनाजु, अशोक भिनाजु, सबिना दिदी, मेरो दादा, बुबा, मम्मी सबैजनाले मेरो पढाइमा सबैजनाको इन्भेस्टमेन्ट छ। म जहिले पनि भन्न चाहन्छु, इफ मलाई त्यस्तो हुन्छ नि, मैले यस्तो ठुलो काम गरेँ जस्तो त मलाई कहिले पनि लागेको छैन होइन। तर यदि म यहाँ छु भनेदेखि चाहिँ यो सबै मैले गरेको होइन, मैले जस्ट हुन्छ नि, अब मैले भन्दाखेरि मैले जस्ट पढेको होइन। अब पढ्दाखेरि के लाग्छ, कसो कसो लाग्छ, अब त्यो आई नो होइन। तर सबैजनाले पढिरहेको हुन्छ होइन, मैले ठुलो काम गरेँ भने त्यसरी त्यो भन्दिनँ। तर म यहाँ छु, यदि मेरो कारणले गर्दाखेरि तपाईँहरू प्राउड हुनुहुन्छ भनेदेखि चाहिँ द्याट्स अल बिकज अफ यु होइन। तपाईँहरूले गर्दाखेरि आई लभ यु सो मच, आइ एम सो ह्याप्पी, आइ एम सो ग्रेटफुल। मैले यस्तो राम्रो फ्यामिली पाएको छु। मेरो सानो सानो खुसीमा पनि खुसी भइदिने, मलाई एकदमै माया गर्ने, यस्तो गर्ने, यो भइसकेपछि चाहिँ सायद यस यस द्याट्स वाट मैले ठ्याक्कै त्यही भन्न लागेको थिएँ। हजुरले त्यही भन्नुभयो, एकदमै मलाई पनि हुन्छ नि, संसार सायद मैले जित्न सक्छु जस्तो लाग्छ होइन। अहिलेसम्म के गरेन भन्ने भन्दा पनि अहिलेसम्म मैले बेस बनाइरहेको हो होइन। अब बिस्तारै गर्दै जाँदाखेरि चाहिँ सायद भोलि राम्रो ठाउँमा पुग्न सकेँ होला। तर यदि म पुग्छु भने त्यो सबै हजुरहरूको कारणले गर्दा हो। आई लभ यु सो मच। अनि मोस्ट इम्पोर्टेन्टली सबिना दिदीलाई सी अलवेज साँच्ची भने अब होइन, मलाई त्योसँग सबभन्दा बढी डर पनि लाग्छ र मलाई थाहा पनि छ त्यसले सबैभन्दा बढी माया पनि गर्छ होइन। सबैभन्दा बढी भनेर त जोख्न खोजेको होइन, तर सी वाज माई लाइक हुन्छ नि फ्रेन्ड। किनकि तिमी यहाँसम्म आउनुमा मेन उहाँसँगको डर अनि माया हो एकदमै होइन। अनि म भन्छु सबैजनालाई मेरो जस्तै फ्यामिली पढोस्, सबैजनालाई मेरो जस्तै दिदी पढोस्, भिनाजु पढ्नुहोस् होइन। बिए गरेर गइसकेपछि पनि अब हुन्छ नि, भिनाजुहरूले पनि सपोर्ट गर्नुभएको छ, सबैजनाले गर्नुभएको छ। अनि मलाई चाहिँ पहिलेदेखिबाट लाग्ने कि आम द लक्किएस्ट चाइल्ड भनेर, अनि हो पनि। अब योभन्दा बढी त अब खासै मलाई केही भन्न आएन। थ्याङ्क यू सो मच, आई लभ यु सो मच। मेरो सबिना दिदीलाई, सबैजनालाई, अब मेरो साथीहरू सबैजनालाई पनि म यहाँबाट सम्झिन चाहन्छु। द्याट्स अल, थ्याङ्क यू। त्यो ठाउँमा दिदीको आँसु झऱ्यो भने सेम हुन्थे। तिमी कडा हौ, थाहा पाइसक्यो होइन। हाम्रो बहिनीको होइन नि, यसरी काट्नु बुवा, यहाँ छेउबाट यसरी काट्नु। केक काटेर सेलिब्रेसन। कङ्ग्रेचुलेसन। रोशन गर्नु आफ्नो फ्यामिलीको है। ल बुवाले नछुने होला, मम्मीले खुवाइदिनु कान्छीलाई। उता उसलाई आता लेख्नु न। पर्छ मामी, त्यो सबै बन्न पार्दैन त। अलिकतिको लागि अलि अझै लगाइदिनु पर्यो। धेरै त नलगाइदिनु, पिम्पल्स आउला फेरि। ओइ त्यो पात टिप्न भइ, त्यही पाता हाल्ने अब। हो त्यही पात टिप्छु म टिप्छु म त्यसले है। अब हामी त्यही पाता खाने सबैले सालको। दाइहरूलाई पनि दिने। ल होइन, खाना नखाइ त जानै मिल्दैन नि यहाँ। मैले खाना त खाना पर्छ। दाल पाकेको खाना पाक्यो, त्यो काउरी भुट्छु अलिअलि भयो। ल धन्यवाद दाइ, उहाँदेखिबाट हामीले भनेको कुरा मानेर आइदिनु भयो। भिडियो खिचेर मलाई स्क्रिनसट उठाएर कसम। थ्याङ्क यू सो मच। हजुरको शुभ नाम दाइ? मनोज कार्की। हजुरको शुभ नाम? ओम रामला। आयुष श्रेष्ठ। मनोज कार्की। ओम के हो दाइ? तिमीले आयुष दाइको भिडियो हेर्दिनौ? हेरिरहने चाहिँ अम्ला ठडाइरहनु भएको राखेर देऊ न, छ स्कुल गइसक्यो होला बुढाहरू। मेरो भन्दा त अहिले त आरतीकै हामी चाहिँ प्राय एकदम कम ठाउँमा खाना खान्थ्यौँ। तर यहाँ बहिनीले अनि आमा बाबाले भात नखाइकन जानै दिनु भएन। एकदम अर्ग्यानिक हो नि, एकदम अर्ग्यानिक खाना।
अनि त्यसमा पनि मदर्स डेमा तपाईँहरूले हेर्नुभएको थियो होला बागलुङमा हामीले मही खाएको थियौँ होइन। ठ्याक्क आज मदर्स डे पछि आज यहाँ चाहिँ लोकल मही खान पाइयो है। एकदम मजा लाग्यो, खानपिन गऱ्यौँ। अब हामी यहाँबाट निक्लिनु पर्ने हुन्छ है। आमा बुवा अब हामी निक्लिन्छौँ मिठो खानाको लागि। छोरीलाई लिएरै जाने हो, लिएर आयौँ लिएरै जाने हो हामी। के अरे अप्सरा बहिनी ल रमाइलो परिवारसँग रमाइलोसँग एकदम लाउने है। अब टिका पनि लगाउने, त्यसपछि हामी यहाँबाट निस्किन्छौँ। अब मलाई आमा बुवा बहिनीले माया गरेर अर्ग्यानिक साग पनि लिएर जानु भन्नुभएको छ। त्यो साग पनि लिएर जान्छौँ। हामी बुवाको हातबाट अब टिका पनि लगाउँदैछौँ है। अघि नै हामी कालिका मन्दिरको टिका पनि लगायौँ। अहिले चाहिँ यति बेला बुवाको हातबाट हजुर एकदम है टिका थापेर अनि निस्किने। यस्तै आशीर्वाद दिन। थ्याङ्क यू, धन्यवाद बुवा। पाउनु हजुरहरू पनि। हजुर ल हामीलाई चाहिएको नै आशिष हो एकदम। हस् मेरो नाम आयुष। नाम आयुष। ल दक्षिणा पर्दैन बुवा, बुवाको माया है। ल हस् बुवा हस्। ल टिका लगाइयो। अब बहिनी फेरि उता दाइलाई अब माया गरेर साग टिप्न है कतातिर। साग अब त्यहाँ टिप्दैछ बहिनी होइन। अनि यहाँ कुखुरा पालन पनि रहेछ। बहिनीको दाइले चाहिँ कुखुरा पालन गर्नु हुँदो रहेछ। ल अब केही बेरमा हामी यहाँबाट निस्किन्छौँ। हाम्रो बहिनी बारीमा अर्ग्यानिक साग टिप्दैछ नि। ल माया माया यो है, दाइको लागि माया, बहिनीको तर्फबाट आज अर्ग्यानिक साग खाइने भयो घर गएर। तल तोरीबारी है, यस्तो मजाको ठाउँ। ल कुखुरा त च्याउ च्याउ र चुचु कुखुरा। ओइ फाइट पर्यो फाइट। मैले 50,000 को पैसाको बुके लिएर आएको थिएँ। मैले त्योभन्दा पनि बढी मूल्य बराबरको यो सागको बुके मलाई दिएर पठाउँदै हुनुहुन्छ। छट्ट लाएर साँच्चै यति लामो साग मैले देखेको थिइनँ। तिमीले अघि नै त भन्थ्यौ नि है कत्रो हुन्छ हाम्रो साग भनेर। हो 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 ल समात ट्रक। ल आमा लाग्छौँ ल है। खुसी लाग्यो तपाईँको यो परिवारसँग जोडिने मौका पाएँ है। धन्यवाद छ हजुरहरुलाई। त्यो धेरै धेरै धन्यवाद छ। हस् फेरि आउने मौका मिलोस् है। नरुनु है। फेरि आउँछौँ। एउटा अब सम्बन्ध गाँसियो है। तपाईँहरूको यो माया होइन। हामी कमै ठाउँमा खाना खान्थ्यौँ, तपाईँको हातको आज खाना खान पाइयो है। ल एकदम भेटघाट। ल बुवा लाग्छौँ ल। हस् ल है। ल अब खानपिन गरियो अनि बहिनीको मायाको कोसेली साग पनि लिएर आइयो। अनि सबैभन्दा गजब के लाग्यो भन्दाखेरि दिदी बहिनीको माया अनि भेनाजुको माया सालीप्रति, यो कुराले चाहिँ मन छोयो। हरेक बहिनीले यतिको दिदी पाउनु भयो भने चाहिँ जे होस्। अघि बहिनीले नि कस्तो मजाले भनेको थियो नि त उसले, अब यतिको सपोर्टिभ दिदी भेना पाइयो भने संसार जित्न सक्छु भन्ने त्यो सेन्टेन्सले नै होइन मन छोएको थियो। अनि बहिनीको त्यो मान्छेमा एक र सर्वमा बिख हुनुपर्छ भन्छ नि त, ठ्याक्कै त्यस्तै। सायद उसलाई
कति क्लासमा रे डब ल्याइदिएको 1 क्लासमा डब ल्याएको त्यो इखले हुनसक्छ अब म मनमा इख लिएर होइन मेरो दिदीहरूले देखेको सपना पुरा गर्छु भन्ने त्यो सोचले पढेर अहिले यहाँसम्म आउन सफल भएको छ बहिनी मेहनत बहिनीको हो हौसला थप्ने काम दिदी बेनाको यो पक्कै हो है अनि हामी नेपाली समाजमा दिदी बहिनीहरू एकअर्कामा कति नमिलेको पनि पाइन्छ होइन तर यस्तो सपोर्टिभ दिदी पाउनु चाहिँ बहिनी भाग्यमानी हो उसले आफूले स्वीकारी पनि सकेको छ म एकदम भाग्यमानी बच्चा हो जो मसँग यस्तो प्यारेन्ट्स हुनुहुन्छ बाउ आमा दिदी भेना होइन दाई होइन तिम्रो र मेरो कुरा चाहिँ ठ्याक्कै मिल्दो रहेछ है फेरि मैले त्यो संसार बुवालाई अहिले दाईवाला के ल अनि कस्तो मजा लाग्यो अनि यो परिवारसँग मनसँग मन जोड्दै गर्दाखेरि होइन उता दिदीबहिनीको माया होइन मनसँग मन जोड्दै गर्दाखेरि हामी पनि यो परिवारको एउटा हिस्सा बन्न पाएकोमा हामीलाई पनि खुसी लागेको छ ल बुवा अब हामी लाग्छौँ है हस् ल आजको भिडियो दिदीबहिनीको माया होइन कस्तो लाग्यो अब बहिनीले तपाईलाई देखाइदिनुहुन्छ भिडियो अन गर्दा बहिनीले अझै पढेर अझै दिदी भेनाको नाम माथि लैजान्छ भन्नेमा हामीलाई विश्वास लागेको छ सबिना बहिनीलाई पनि मनबाट धन्यवाद जसले हामीलाई यो मौका दिनुभयो है क्या खुसी लाग्यो भेनाजु थ्याङ्क यू सो मच यो ठाउँमा आउने मौका दिनुभएकोमा है अनि विशेष गरी तिमीलाई धन्यवाद हामीसँग यहाँ होइन है आयो होइन कुन ठाउँ रे ठाउँ भुल्ने भने सिरवानीको यो मनसँग मन जोडेको भिडियो तपाईँलाई कस्तो लाग्यो मन परेको खण्डमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला भोलि फेरि अर्को सरप्राइजमा भेट्ने बाचाको साथमा हामी सिरवानीबाट छुट्टिन्छौँ ल सबैले बाई बाई भनिदिनु त बाई भिडियो यहाँ बनाइरहनु भएको दाइले खै तपाईँ देखिनु भयो कि भएन मलाई ल